यही हो इथेवनको वाकिङ स्ट्रिट चाहिँ। अस्ति म फर्स्ट टाइम आउँदा त्यहाँ हिँड्ने बाटै थिएन, यस्तो क्लबहरू छिर्नलाई पनि यहाँ लाइन लागिरहेको हुन्थ्यो। अहिले बिहान 4 बजीसम्म बसेको थिएँ होइन, 4 बजीसम्म मान्छे त्यस्तै भिड थियो क्या, प्याक थियो। जस्तै धेरै टाइम लागेको थियो यार, अब त नेपालको जस्तै गरेर कुदाउनु पऱ्यो यार। पुरा देखेको छ क्या त्यो डाँडा, अनि त्यो डाँडाको छेउमा त्यो घरहरू होइन, कस्तो दामी देखाएको छ, कस्तो दामी दामी घरहरू छ क्या त्यहाँनिर। नमस्ते साथीहरू, स्वागत छ तपाईँहरूलाई मेरो नयाँ ब्लगमा। म तपाईँहरूको साथी रजिन बस्ने, ठ्याक्कै नेपाल जस्तै छ है। आज चाहिँ म कोरियाको राजधानी सौलको एकदमै फेमस ठाउँ इथेवन जाँदैछु। इथेवन कोरियामा हुनेहरूलाई त थाहै छ के को लागि फेमस छ भनेर होइन। अब कोरिया बाहिरबाट हेर्दै हुनुभएको साथीहरूको लागि चाहिँ भनिदिइहाल्छु, इथेवन चाहिँ कोरियाको सौल एरियामा नाइट लाइफ इन्जोय गर्न मिल्ने हबहरू मध्येको एउटा एकदमै फेमस हब हो। कोरियाको सौल एरियामा चाहिँ 3टा नाइट लाइफ इन्जोय गर्ने हबहरू छ। एउटा इथेवन भइहाल्यो होइन, एउटा गङ्नाम अनि एउटा चाहिँ हङदे भन्ने हो। त्यो 3टा मध्ये चाहिँ स्पेसली फोरेनरहरूको लागि चाहिँ इथेवन एकदम फेमस छ। यहाँ चाहिँ फोरेनरहरू धेरै जान्छ, यहाँ चाहिँ अलि वेस्टर्न भाइब आउँछ, त्यहाँ चाहिँ फोरेनरहरू धेरै जाने भएको भएर। अनि गङ्नाम र हङदे चाहिँ अझै स्पेसली हङदेमा चाहिँ यहाँको लोकलहरू अर्थात् कोरियनहरू धेरै जान्छ, त्यही भएर त्यहाँ चाहिँ लोकल भाइब आउँछ होइन। अनि अहिले चाहिँ म चाहिँ इथेवन जाँदैछु। अहिले 7 बज्यो बेलुकाको। अब वाकिङ स्ट्रिट जाने भनेकै राति नै त हो नि होइन, त्यही भएर बेलुका बेलुका निस्केको छु। गएर हेरौँ है त। खास त्यो जाने त विकेन्डमा हो होइन, विकेन्डमा चाहिँ अलिक धेरै भिडभाड हुन्थ्यो। अब आज मङ्गलबार हो, आज हेरौँ कस्तो छ त्यहाँको माहौल। गएपछि थाहा हुन्छ त्यो त होइन। यहाँ चाहिँ म अहिले सानो गाउँ आइपुगेको छु है। गाउँको नाम चाहिँ थाहा भएन है। ऊ त्यहाँनिर अङ्कलले स्कुटी घुमाइरहनु भएको छ। यस्तो घरहरू हुन्छ कोरियामा गाउँतिर है। यस्तो छ कोरियाको गाउँ है, मान्छे प्राय देखिँदैन। अब गाउँतिर खास भन्यो भने नेपाल जस्तै भइसक्यो क्या, बुढाबुढीहरू मात्र हुन्छ प्राय। अरू त अब काम गर्नको लागि पढ्नको लागि सहरतिर बसेको हुन्छ। अब इथेवन पुग्न अझै 1.5 घन्टा बाँकी छ। टाढा छ बाइकमा त्यही त हो नि, मैले पहिला भने जस्तै हाइवेमा जानु मिल्दैन कोरियामा, त्यही भएर यस्तै यो बाटोबाट जानुपर्छ। त्यही भएर ढिलो हुन्छ है। गाडी लिएर गयो भने चाहिँ हाइवेबाट इथेवन पुग्न खासै 45 मिनट जति लाग्थ्यो कि मेरोबाट, अलिक धेरै लाग्यो, 1 घन्टा जति लाग्थ्यो होला। गाउँमा नै यस्तो सही छ बाटो, यत्रो ठुलो छ है। यहाँ के गराएर चाहिँ खोला रहेछ, पानी चाहिँ रहेनछ है। अहिले हरियाली बढेर दामी भएको छ क्या। जाडो महिनामा चाहिँ पुरै नाङ्गे हुन्छ नि त, त्यतिखेर चाहिँ लास्ट उजाड लाग्छ होइन। अहिले चाहिँ बवाल भएर ठ्याक्क कस्तो खालको लुते घर रहेछ क्या, कस्तो पातलो घर क्या यो क्याफे त, कति थोरै क्या। अहिले चाहिँ म याङफेङमा छु। याङफेङमा उता कम्पनीबाट निस्केर यो खै नेभिगेसनले याङफेङको बाटो देखाइदियो, अर्को बाटो जानुपर्ने हो खास त। अहिले नयाँ बाटो देखाइदियो, त्यही भएर नयाँ बाटो पनि गइदिउँ न भनेर यताबाट आएको। मजा आयो त्यो भने, त्यहाँ भिडभाडबाट जानु पर्थ्यो होइन। यहाँ गाउँको बाटो सही मजा आयो। यो याङफेङ चाहिँ के को लागि फेमस छ भने पानीको लागि फेमस है। कोरियाभरिकै सबभन्दा स्वच्छ पिउने पानी भएको ठाउँ हो अरे यो चाहिँ होइन। त्यही भएर यो चाहिँ फेमस छ। यहाँ हानथाङ नदी पनि यहीँबाट बग्छ। म अहिले यहाँ खोलाको छेउमा छु। यस्तो खतरा हावा चलिरहेछ, मलाई उडाउला जस्तो गरिरहेको छ। त्यहाँ 2टा आइल्यान्ड क्या दामी रहेछ क्या ऊ पर। यो हानखाङ नदी जस्तो लाग्यो हो कि होइन, त्यही त होला नि। कस्तो हावा चल्यो क्या है, मलाई र बाइक दुइटैलाई उडाउला जस्तो क्या। बल्ल गाउँबाट निस्केर अब सिटी एरिया आइपुग्यो है। अब यहाँबाट चाहिँ सिटी एरिया सुरु हुन्छ।
यस्तै हो, गाडी गाडी जाम है। यो निलो घेरा देखिरहनु भएको छ नि, यो रोडमा निलो कलरको लेनले छुट्टा छ नि, हो त्योभन्दा उता चाहिँ बस मात्र कुदाउनु पाउँछ है। त्योभन्दा उता चाहिँ हामी लान पाउँदैन, तर बसहरू चाहिँ हामी जाने ठाउँमा पनि जान चाहिँ पाउँछ। त्योभन्दा उता गयो भने चाहिँ त्यो ठाउँ ठाउँमा क्यामेरा हुन्छ, त्यो निलो घेराभित्र गयो भने चाहिँ क्यामेराले फेरि खिच्यो भने जरिवाना तिराउँछ है। त्यो चाहिँ बसको लागि मात्र छुट्याइदिएको हो। प्रायः जस्तो मेन सिटीहरूमा हुन्छ यस्तो छुट्याइदिएको हुन्छ। अब सौलमा त अभियसली हुने भइहाल्यो होइन, अरू सिटी एरियाहरूतिर नि हुन्छ। यो ब्लू कलरको त्यहाँभन्दा उता हामी जान पाउँदैन, कुनै पनि भेहिकल लिएर जान पाउँदैन। टाइम हुन्छ तोकिदिएको त, कुन टाइममा चाहिँ जान पाउने भनेर तोकिदिएको टाइम चाहिँ हुन्छ। त्यो टाइममा बाहेक अरू बेलामा जान पाउँदैन। जस्तै धेरै टाइम लाग्यो त यार, अब त नेपालको जस्तै गरी कुदाउनु पऱ्यो यार, जहाँबाट पनि छिराइदिनु पर्ला जस्तो भने त अति भयो नि त नि। साला अझै 40 मिनट देखाइरहेको छ अनि रात परिसक्यो, भोलि फर्किनुपर्छ, भोलि काममा जानुपर्छ। सोझो पाराले त भएन। यो तल चाहिँ हानखाङ नदी बगिरहेछ, मलाई त हानखाङ नदीको माथिको पुलमा चाहिँ है The evening drips like honey, oh so slow. A saxophone whispers where shadows go. Gentle piano paints the twilight's hue as cobblestone sighs beneath our shoe. The books are sleeping on the dusty shelves with stories of lives and forgotten selves. A cafe's hum, a gentle drum in play, echoes the footsteps of an endless day. Oh, city lights, they flicker like a dream. Reflections murmur on a flowing stream. Philosophy spills with each thought we sow. Wistful wanderings of all we know. The drizzle dances softly on the street. साथीहरु फाइनल्ली म चाहिँ इथोन आइपुगिसके। आज मंगलबार भएको भएर खासै मान्छेहरू रहेनछ, क्लबहरू पनि सायद बन्द छ होला। बाहिर चाहिँ यस्तो छ, आज मान्छे नै छैन भन्दा नि हुन्छ, नत्र यहाँ हिँड्ने ठाउँ हुँदैन थियो, भिडभाड हुन्थ्यो है। खासै मान्छे छैन आज। यहाँ चाहिँ आउने हो भने शुक्रबार, शनिबार, आइतबार चाहिँ मान्छेहरू धेरै हुन्छ, क्लबहरू सब खुल्ला हुन्छ। आज क्लबहरू पनि बन्द छ जस्तो, गएर हेरौँ एकचोटि। नत्र यहाँ स्ट्रिटभरि मान्छे हुन्थ्यो, यो बाटोभरि मान्छे हुन्थ्यो है। आज चाहिँ खासै केही पनि छैन। आज मङ्गलबार हो नि त, यहाँ आउने हो भने चाहिँ शुक्रबार अलि धेरै मान्छे हुन्छ, शुक्रबार र शनिबार छैन है, क्लब पनि बन्द छ जस्तो। नत्र यहाँ प्याक हुन्थ्यो, यहाँ मान्छेहरू बोलाएर हुन्थ्यो यहाँबाट। यही हो इथेवनको वाकिङ स्ट्रिट चाहिँ, छैन मान्छे छैन। न अलि रात परिपछि आउने हो कि अहिले चाहिँ कोही पनि आएकै छैन, मान्छे नै छैन। अस्ति म फर्स्ट टाइम आउँदा त्यहाँ हिँड्ने बाटै थिएन, यस्तो क्लबहरू छिर्नलाई पनि यहाँ लाइन लागिरहेको हुन्थ्यो। अहिले त मान्छे छैन कोही पनि। कोही म जस्तै घुम्न आएकोहरू मात्रै छ, अरू कोही छैन। यो पुरै प्याक हुन्थ्यो, कोही छैन है। अहिले 9 बजिसक्यो, 9 बज्दा नि मान्छे छैन। यस्तो छ इथेवनको वाकिङ स्ट्रिट चाहिँ, यही हो। यहाँ चाहिँ कस्तो मिठो बास्ना आउँछ क्या, बास्नै कस्तो अर्कै खालको आइरहेछ क्या, मिठो खालको। हुन त हल्का झन् आनन्द छ हिँड्नलाई आज, हुन त।
छैन, मान्छे छैन, कोही पनि छैन। यहीँको स्टाफहरू छ, त्यति हो। यो म आउँदा त यो पुरा प्याक थियो यहाँ। चिनाला मान्छे लाइन बसेको थियो अस्ति म आउँदाखेरि, अहिले छैन कोही पनि। दस मिनट जति होला, 10 मिनट हिँडेपछि सकिन्छ त। छोटो छ वाकिङ स्ट्रिट चाहिँ। अनि यो वाकिङ स्ट्रिट भनेको चाहिँ यस्तै बिचमा बाटो हुन्छ, अनि साइडमा चाहिँ यस्तो क्लबहरू पसलहरू हुन्छ, अनि गाडी चाहिँ आउन जान दिँदैन, त्यसलाई नै वाकिङ स्ट्रिट भन्छ है। यो त झन् पुरै सुनसान रहेछ। यहाँ 2 जना मात्र रहेछ, यहाँको ओनरहरू मात्र हो क्या। यहाँ त पुरा रक्सी खाने भिड हुन्थ्यो, कोही रहेनछ। क्लबहरूमा महँगो हुन्छ नि त, अनि यस्तै हिमाट सिउहरूतिर जान्छ पहिला, रक्सी सोजु किनेर खान्छ, झ्याप हुन्छ, अनि त्यसपछि क्लब छिर्छ। क्लबमा त महँगो हुन्छ नि त। छैन आज त, यो त बन्दै भएछ, मान्छे नआएर। विकेन्डमा मात्र अलि धेरै मान्छे हुन्छ जस्तो छ, मान्छे छैन आज। म नि फर्किन्छ अब, एकछिन घुमिहालेँ। त्यत्रो 2 घन्टा लगाएर आएको, कोही मान्छे रहेनछ। के काम भयो त? अस्ति म फर्स्ट टाइम शुक्रबार आउँदा चाहिँ बिहान कति, म बेलुका 9 बजीतिर आइपुगेको थिएँ होला। त्यतिखेर पनि बिहान 4 बजीसम्म बसेको थिएँ होइन। 4 बजीसम्म नि मान्छे त्यस्तै भिड थियो क्या, प्याक थियो। झन् जति रात बढ्दै गयो त्यति मान्छे बढ्दै जाने क्या। भिडभाड हेर्नलाई चाहिँ विकेन्डमा आउने हो, नत्र आफू मात्र इन्जोय गर्ने भए चाहिँ अहिले ठिक्क हुँदैछ आउनलाई। विकेन्डमा चाहिँ एकदम भिड हुन्छ। दस मिनट वाक पनि छैन होला, त्यो मान्छे भिड भयो होला। 10 मिनट लाग्छ, नत्र त 5-7 मिनटमै सकिने रहेछ। यो पनि बन्द भएछ। अस्ति यहाँसम्म लाइन थियो शुक्रबार आउँदाखेरि। यहाँ रहेछ अलिअलि मान्छे। छैन, फोरेनरहरू त झन् प्रायः देखिँदै नदेखिने, सब फोरेनरहरू यहाँ चाहिँ आउने। फोरेनरहरू चाहिँ प्रायः जस्तो हङ्देर गङ्नाममा जान्छ, एक्लै नाचिरहेको छ, कोही आएको छैन मान्छे। खुसी भइदिएर क्यामेरा फर्काइदिएको त्यतातिर। यहाँ फोटो बुथ रहेछ। फोटो बुथमा गएर फोटो खिच्दा नि हुन्छ झ्याप भएर है। ट्राइमको बाइक रहेछ यहाँनिर। सक्यो अब, यति हो, अब फर्किने हो है। यताबाट निस्किन्छु, यो गल्लीबाट निस्किनु पऱ्यो। आज सोचे जस्तो भएन, लास्टै प्याक होला भनेर आएको त छैन, मान्छे छैन। त्यही हल्का फुल्का विदेशीहरू छ, कोरियनहरू जस्तो देखिने पनि चाइनिज र जापानिजहरू हो। अनि पुरै खाली रहेछ। माथि 1-2 जना मान्छेहरू छ सम्बेर। बाइक कहाँ राखेको थिएँ फेरि, कहाँ राखेको थिएँ बाइक यार?
यसको पसलमा नि कोही नै आएन रहेछ। के हो यो? चिकन शोरमा, चिकन शोरमा अरे। यस्तो छ इथेओनको बाहिर चाहिँ, वाकिङ स्ट्रिट बाहिर है। अस्ति 4 बजीसम्म मान्छे भिड थियो, यो बाहिर पनि भिड थियो क्या, भित्र मात्र होइन। आज त मान्छे छैन। अझै अब 1.5 घन्टा 2 घन्टा लाग्छ यार फर्किन नि। ल साथीहरू, आजलाई चाहिँ यति नै गरौँ है। आज चाहिँ के नि रहन्छ, रमाइलो देखाइदिउँ भनेको। अब के रहेनछ त के देखाउनु है। अब आज चाहिँ फर्किन्छु अनि अर्कोचोटि विकेन्डमा भयो भने तपाईँहरूलाई फेरि इथेओन घुमाउन लिएर आउँला। म पनि घुम्छु। आजलाई चाहिँ यति नै गर्छु। भिडियो राम्रो लाग्यो भिडियोलाई लाइक, अब के राम्रो लाग्यो होला र है। अझै राम्रो लाग्यो त भिडियो बनाए जस्तो लागेन। त्यही पनि भिडियोलाई लाइक गरिदिनु, मेरो च्यानललाई सब्सक्राइब गरिरहनु। आगामी दिनहरूको राम्रो भिडियो लिएर आउनेछु। यस्तै भिडियोहरू लिएर आउँछु। अहिलेलाई चाहिँ बिदा माग्छु। मेरो बाइक कहाँ छ? बाइकसम्म गएर बिदा मागौँ भनेको। कहाँ राखेँ थिएँ? यत्रो पर थियो जस्तो लागेको थिएन। यहाँ पसल रहेछ एउटा एन्टिक पसल। यहाँ छ मेरो बाइक चाहिँ एनम्याक्स। यो होइन, यो पनि होइन, यो मेरो BMW को GT10R। कुर्सी बोकेर कहाँ हिँडेछ? ल साथीहरू, भिडियो राम्रो लाग्यो लाइक गरिदिनु, च्यानललाई सब्सक्राइब गरिदिनु। आजको लागि चाहिँ यति नै, बाई बाई।